रोक्नुहोस्। हजुर सर। बिना हेलमेट गाडी बन्द गर्नुहोस् त। हजुर भन्नुहोस् सर। तपाईँ हेलमेट नलगाएर किन आउनुभयो सर? अरे सर यहीँनिर हो, लोकल मान्छे हो कि, यहीँदेखि यहीँ हिँड्ने हो, नजिकै जाने हो। हेलमेटले टाउको सुरक्षा गर्छ। HELMET को पनि अर्थ छ, टाउको बचाउँछ, यसले दाँत बचाउँछ, अनुहारको पुरा सेफ्टी गर्छ यसले। हामी यहीँको लोकल हो कि सर, यहीँ माथि बस्नेवाला। अब हेलमेट त यत्तिकै अहिले हातमा लगेर यहीँ घर माथिनिर लोकल मान्छे यहीँ बस्ने हो कि। हजुरलाई लोकल भए भनेपछि हेलमेट नलगाउने, कागजपत्र साथमा नबोक्ने भनेर कसैले भनेको छ र? भोलि बिहान समस्या दुर्घटना भयो भने तपाईँलाई समस्या हो। भोलि बिहान टाउको सेफ्टी हुन्छ, हेलमेट पनि लगाउनु भएको छैन, के छ कागजपत्र केही बोक्नु भएको छ कि छैन? कागजपत्र नजिकै घर सर, अब यहीँनिर जाने हो, हामीहरू सधैँ हिँडिराख्छौँ। अरे कस्तो कुरा गरिरहेको सर, यहीँ चिनिया मान्छे हाम्रो डिएसपी साहबलाई फोन गर्नुपर्ने भयो, फोन गर्छौँ, हामीहरू सधैँ हिँड्दा हुन्छौँ, यहीँ सधैँ हिँड्दा। तपाईँले डिएसपी साहब त चिन्नुभयो होला, दुर्घटना भयो भने डिएसपी साहबलाई त फरक पर्दैन होला। तपाईँ कस्तो, तपाईँको जागिर जाला फेरि हो, हामी भइरहेको छौँ भने कस्तो रोकिरहेको सर, हामीहरू सधैँ हिँडिराख्ने मान्छे। अरे रोक्नु न, कस्तो कस्तो एकछिन फोन गर। हेलो, उठाउनु त्यो मान्छे। हजुर यहाँ एउटा नमस्कार। ट्राफिक नियमको पालना गरौँ, दुर्घटनाबाट बचौँ, दुर्घटना हुनबाट बचौँ। हजुर यो भिडियो ट्राफिक प्रहरीले जनचेतनाको लागि बनाओ। सबैजना साथीहरूले योलाई हेरेर योबाट केही बुझ्नु होला, किनभने बिना हेलमेट लगाई हामीहरूले सवारी साधन चलाउने बेला दुर्घटना हुन सक्ने सम्भावना बढी हुन्छ। त्यसैले सबैजनाले सचेतपूर्वक सबै सेफ्टी बेल्ट युज गरेर ड्राइभिङ गर्नु होला। धन्यवाद। धन्यवाद। जय नेपाल। जय ट्राफिक। ट्राफिकको नियमको पालना गरौँ।